सो अजिगार चाहिँ देख्न सक्नुहुन्छ तपाईँले आम्मामा पहिलोचोटि देख्दैछु मैले अजिगार गाइज आम्मामा कत्रो छ त त्यहाँदेखि 5 वटा हो So guys, good morning, welcome to my new vlog. आज म चाहिँ बिहान रातिको बिहान हिँड्दैछु कलेजतिर बिहान जाँदैछौँ हामी चाहिँ अनि आज पनि एकदम काफी इन्ट्रेस्टिङ हुनेवाला छ ब्लग चाहिँ होइन अनि हामी जान्छौँ अहिले चाहिँ राति नै परेको छ होइन राति नै छ हल्का हल्का हुँदैछ अनि हामी जान्छौँ सो ब्लग के कस्तो हुन्छ अन्त हेर्नु नभन्नु लाएन अब चाहिँ जान्छौँ हामी कलेजतिर कलेजतिर जाउँ है त गाइज ब्लग चाहिँ सुरु भइसकेको छ हो कलेजमा आइसकेको गाइजहरू होइन अब कलेज चाहिँ सो गाइजहरू हामी चाहिँ कलेजमा आइसक्यो अनि विद्यार्थीहरू चाहिँ भेला भइसकेको छन् देख्नु हाम्रो कलेज चाहिँ यही हो यहाँबाट छिर्ने बाटो छ होइन कलेजमा नि आइपुगिसक्यो 3 जना त फेरि जहाँ गयो नि 3 जनै हो हामी सो यता चाहिँ अँधेर छैन गाइजहरू सो गाइज अहिले चाहिँ कोही पनि आएको छैन हामी मजा आयो 3 जना आइसकेको छ गाइजहरू अनि अहिले अँधेर छ कति गर्दा कलेजभित्र छिर्दा चाहिँ यस्तो छ होइन हामी 3 जना चाहिँ आइसकेको छौँ बेसी पनि छ है हाम्रो लागि अनि अहिले आइसक्यौँ कोही विद्यार्थी आएको छैन अहिले देखाउनेछु के कस्तो हुनेछ सो भिडियो हेर्नुलाई लाइक सेयर पनि गर्दै गर्नुहोला तँलाई चाहिँ कसले आउनु जान आँटी पदयात्राको लागि सो आजको चाहिँ के अरे आज कुन दिवस अरे भन्छ आज सिन्चार दिवस हो त्यही कारणले हामी जानेवाला छौँ सिन्चार क्षेत्रमा भिडियो हुन्छ अरू छ हेर्नुलाई स्वागत भयो यहाँनिर तरामा चाहिँ अनि हामी चाहिँ रुद्राको माला लाएर चाहिँ हामी जान्छौँ अहिले चाहिँ सिन्चार क्षेत्रमा हामी सिन्चार क्षेत्र गइरहेको छौँ देखाइदिनु कस्तो छ त्यहाँ सिन्चार क्षेत्र आज हामी जाने बाटो दामी छ कि पक्की भएकै छैन क्या आज चाहिँ अब हामी नारा लाउँछ सिन्चार दिवसको लागि चाहिँ आज हामी मनाइरहेका छौँ अब देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यो एनबिके कलेजबाट चाहिँ आज विश्व सिन्चार दिवसको अवसरमा चाहिँ हामी अहिले चाहिँ यात्रामा छौँ छैन अहिले चाहिँ हामी जाँदैछौँ झन्डा बहिनीको साथीले अब रुद्राको मालासँग स्वागत भएपछि हाम्रो चाहिँ सो अहिले चाहिँ जाँदैछौँ हामी चाहिँ केही सर र विद्यार्थी लगायत केही नाराका साथ र विश्व सिन्चार दिवसलाई चाहिँ केही सफलतापूर्ण मनाउँ भन्ने र हामी जाँदैछौँ सो अहिले चाहिँ हामी तालतला हेर्नेछौँ तालतला के कस्तो छ फेरि पनि देखाउनेछु मैले नारा गर्दै अहिले चाहिँ हामी आइसकेका छौँ तालतलामा केही गर्नेछौँ तालतलै हाम्रो शान हो प्रकृति संरक्षण
क्षेत्रहरूको संरक्षण गरौँ तालतलैया हाम्रो शान हो तालतलैया हाम्रो शान हो प्रकृति संरक्षण हाम्रो काम हो प्रकृति संरक्षण हाम्रो काम हो विश्व सिंचाई दिवस सफल पारौँ विश्व सिंचाई दिवस सफल पारौँ सिमसार क्षेत्रको हामीले जति बढी संरक्षण गर्छौँ जति बढी हामी प्रकृति प्रेमी हुन्छौँ प्रकृति मैत्री हुन्छौँ वातावरण प्रेमी हुन्छौँ वातावरण मैत्री हुन्छौँ त्यति नै हामीले हाम्रो जीवनलाई स्वस्थ बनाउन सक्छौँ हराभरा बनाउन सक्छौँ भन्ने हामी सबैलाई थाहा छ अक्सिजन बिना हामी बाँच्न सक्दैनौँ स्वर्ग जस्तै तलतलया गाउँ सम्झिरहनु स्वर्ग जस्तै तलतलया गाउँ सम्झिरहनु बतास गर्यो हिले बजारै बतास गर्यो हिले बजारैमा तिमीसँग भेट भयो एकै नजरैमा तिमीसँग भेट भयो एकै नजरैमा तोराले डाँडामाथि घाम लाग्यो स्वर्ग जस्तै तलतलया गाउँ सम्झिरहनु याद आयो मेरै बालपनको झलझली याद आयो मेरै बालपनको साथी सङ्गी सबै अनि मेरै माया जनको साथी सङ्गी सबै अनि मेरै माया जनको धन्यवाद थ्याङ्क यू सो मच नेता हुँ मैले अगाडि बस्न पाउनुपर्छ तिमीहरूले टिकट लिन मेरो घरमा धाउनुपर्छ म नेता हुँ मैले अगाडि बस्न पाउनुपर्छ तिमीहरूले टिकट लिन मेरो घरमा धाउनुपर्छ म भरिलो र दरिलो खम्बा हुँ चलक्क परेको सबैले हेर्ने पाकेको म अम्बा हुँ तिमीहरूले के जानेका छौ के सुनेका छौ जनताको कुरा देशको कुरा विदेशको कुरा सबैमा म नै छु छोरा जनताको कुरा देशको कुरा विदेशको कुरा सबैमा म नै छु छोरा म नेता मैले अगाडि बस्न पाउनुपर्छ म त अगाडि बढिसकेको मान्छे तिमीहरू पछि परेका मान्छे तिमीहरूमा ज्ञान छैन ज्यान छ तिमीहरूमा ज्ञान छैन ज्यान छ त्यही भएर हाम्रो पछि लागिरहनु भनेर मेरो पार्टीको सिद्धान्तले भन्छ त्यही भएर तिमीहरू पछि लाग्नु भनेर मेरो पार्टीको सिद्धान्तले भन्छ म नेता हुँ मैले अगाडि बस्न पाउनुपर्छ हामीले भनेको तिमीहरूले मान्नै पर्छ होइन भने जिम्मेवारीबाट भाग्नुपर्छ भागेर कहाँ जान्छौ र साथी तिमीलाई राजनीतिको नशा चढिसकेको छ भागेर कहाँ जान्छौ र साथी तिमीलाई राजनीतिको नशा चढिसकेको छ सबैलाई सधैँ सम्मान गर्ने बानी बसिसकेको छ म नेता हुँ मैले अगाडि बस्न पाउनुपर्छ जे बोले पनि तिमीहरूले ताली बजाउनै पर्छ म नै नेता भएपछि हेरौँ मेरो अगाडि को बढ्छ सबैले मैले भनेको मान्नै पर्छ होइन भने तिमीहरूले जिम्मेवारीबाट भाग्नुपर्छ धन्यवाद नमस्कार
भने गाइज अहिले चाहिँ भित्र कार्यक्रम भइरहेको छ कि होइन हामीले चाहिँ राम्रो कुराहरू देखाएको छ यतापट्टि हत्त कति छिर्दा रहेछ सो गाइज अहिले चाहिँ हामी यता भित्र अहिले छिरिसकेका छौँ साथीहरू फोटो खिच्दैछन् अनि देख्न सक्छ यहाँ हात्ती छ उहाँ हल्क देख्न सक्नुहुन्छ तपाईँहरूले अधिकार छन् यो के हो वन कुखुरा पनि यहाँ रहेछ दुम्सी मैले पहिलोचोटि देखेको है दुम्सी मैले देखेको थिइनँ गाउँतिर अलिक फाल्टै सानो हुन्छ यहाँ चाहिँ यहाँ खरायो पनि छ होइन खरायोहरू एकदमै राम्रो तरिकाले यहीँ खरायो यहाँ देख्न सक्नुहुन्छ यहाँ खरायोको बच्चाहरू छ तर खरायोको बच्चाको यहाँ घाउ भएछ छोडेको यो के हो यो त बुढो भइसकेछ गाई चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ तालतलाई चाहिँ पहिला पनि आएको थियौँ तर तालतलाईमा यस्तो छ भने चाहिँ थाहा थिएन सो सब कुरा पाइँदो रहेछ यहाँ चाहिँ अनि आज देख्न पनि पायौँ र अहिले चाहिँ हामी तालतलाईबाट जान्छौँ यहाँबाट अनि यहाँ धेरै कुरा देख्यौँ चिजहरू पनि देख्न पाइयो यहाँ यो तालतलाईमा आएर चाहिँ होइन अजिङ्गर चाहिँ मैले फर्स्ट टाइम देखेको यहाँ मयूर पनि फर्स्ट टाइम रियलमा देखेको अरू अनि यहाँ मयूर डाफे पनि फर्स्ट टाइम देखेको साथीहरू ड्राइभर थियो सो यति राम्रो ठाउँ चाहिँ छ रहेछ पहिला पनि आएको थिएँ तर पहिला यता पनि आएको थिइनँ तर यति राम्रो कुराहरू छ भने चाहिँ मलाई थाहा नै थिएन क्या अनि अहिले चाहिँ देख्यौँ र आज विश्व सिमसार दिवसको दिन चाहिँ हामीले हेर्न पायौँ र अहिले हामी त्यही कारणले हिँडिरहेको छौँ सो यो त अहिले हाम्रो सरहरू र अरू चाहिँ जानु भइसकेको छ अगाडि हामी पनि जाँदैछौँ सो हेलो गाइस आज हामी यो विश्व सिमसार दिवसको अवसरमा चाहिँ यतिखेर हामी तालतलाईदेखि सुनसरी जिल्लाकोदेखि अब फेरि हामी मोरङ जिल्लातर्फबाट आएको छौँ मोरङ र सुनसरी जिल्लाको सिमानामा रहेका छौँ अब हामी चाहिँ केही 10-15 मिनटपछि चाहिँ हामी अब मोरङको सिमसार क्षेत्रमा जान गइरहेका छौँ त्यहाँको कस्तो हुन्छ तपाईँहरूलाई देखाउनेछौँ यहाँबाट केही तिर्खा मेटाएर चाहिँ हामी अहिले सिमसार क्षेत्रतिर लागिसकेका छौँ अहिले जरुर देख्न सक्नुहुन्छ अहिले हामी लागिसकेका छौँ सिमसार क्षेत्र अहिले घाम पनि निकै बढिरहेको छ घाम लागिरहेको छ गर्मी पनि भइरहेको छ अब जामै त हामी अब पानीको अवस्था चाहिँ बुझिन्छ र त्यो चाहिँ यता साइडमा छ र अहिले देखाउने चाहिँ त्यो पनि र थोरै कार्यक्रम पनि छ यहाँ र यहाँनिर चाहिँ थोरै बजार पनि लाग्दो रहेछ सो धेरै रमाइलो भइसकेको छ अहिले विश्व सिमसार दिवसका दिन सो सिमसार क्षेत्रमा आएर चाहिँ हामीले हरिण देख्न सकेका छौँ हरिण प्रत्यक्ष देख्न सकिन्छ त्यो गाई चाहिँ अहिले चाहिँ कार्यक्रम सकिसक्यौँ हामीले होइन अहिले चाहिँ हामी फर्किँदैछौँ अब म्याजिक कम्पनी आउनुपर्छ होइन लगाएर यहाँबाट बसेर जानुपर्छ जब कमरिया करेला पालप लॉलीपॉप लागेलु दिलेला गाराडी पिंक लॉलीपॉप लागेलु गाइज अहिले फेरि हामी सिमसार क्षेत्रबाट पनि आइसक्यौँ फर्केर परेको अनि आजको सिमसार क्षेत्रमा चाहिँ रमाइलो भयो कार्यक्रम पनि
आजको ब्लग कस्तो रहेको आज विश्व सिमसार दिवसको दिन आजको ब्लग कस्तो रह्यो लाइक कमेन्ट सब्सक्राइब गर्नु होला फेरि भेटौँ अर्को ब्लगमा आजको ब्लग